सबैलाई जय मसीह। आज 2025 साल मार्च 24 तारिक। प्रतिदिनको हिँडाइमा स्वर्गीय ज्योति भन्ने पुस्तकबाट आजको दैनिकी खण्ड यहाँ वाचन गर्न लागिरहेको छु। नयाँ जीवन। जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट बौराउनु भयो, त्यसरी नै हामी पनि जीवनको नयाँ पन्नामा हिँड्नुपर्छ। रोमी 6:4। ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो। उहाँ हामीमा रहनु र हामीलाई नयाँ जीवनशैलीमा जिउन सहायता गर्न बौरी उठाउनुभयो। यो नयाँ जीवन जिउन हामीले आफ्नो इच्छा र ज्ञानले प्रयास गऱ्यौँ भने हामी पूर्णतया विफल हुनेछौँ। हामी सजिलै रिसाउनेछौँ र झुट पनि बोल्छौँ। साँचो विजय प्राप्त गर्न हामीले प्रभु येशूको पुनरुत्थानको शक्ति हामीमा दाबी गर्नुपर्छ। यो हामीले मत्ती 7:7 र मत्ती 6:31 देखि 33 अनुसार माग्नुपर्छ। हामीले साना साना सांसारिक थोकहरू माग्नुका सट्टा स्वर्गीय र आत्मिक थोकहरू माग्नुपर्छ। हामीले हरेक दिन हरेक परीक्षा र जाँचलाई जित्नका लागि प्रभु येशू ख्रीष्टको पुनरुत्थानको शक्तिको दाबी गर्नुपर्छ। जब हामीले प्रभु येशू ख्रीष्टको मृत्यु, गढाइ र पुनरुत्थानसँगको हाम्रो आत्मिक एकतालाई बुझ्छौँ, तब हामीले आफूमा नयाँ जीवन आउँदै गरेको देख्नेछौँ। कलसी 3:1-3। सांसारिक चिजहरूप्रतिको प्रेम घट्दै जान्छ र हामी परमेश्वरका राज्यको ज्ञानका लागि अझ बढी चाहना गर्दछौँ। यसले हामीलाई शुद्ध गरी पवित्र जीवन बिताउन सक्षम बनाउँछ। हामीलाई परमेश्वरको इच्छा जान्न सक्षम बनाउँछ। हामीलाई स्वर्गीय रहस्य बुझ्न सक्षम बनाउँछ र हामीलाई अझ फलदायी सेवाका साथ प्रभुको सेवा गर्न सक्षम बनाउँछ। जब हाम्रो शरीरमा भएका घाउहरू सङ्क्रमित हुन्छन्, ती पिपले भरिन्छन्, तर जब सडिरहेका घाउहरू निको हुन्छन्, हामी देख्छौँ कि पुराना छाला बिस्तारै झर्दै जान्छ र नयाँ र ताजा छालाले खाटा भरिन्दछ। त्यसै गरी प्रभु येशूको जीवन हामीमा आउँदा घृणा, छल, ईर्ष्या, वैरभाव लगायतका सबै पापहरू हट्छन्। तिनीहरूको स्थान नयाँ र राम्रा गुणहरूले लिँदछन्। जब पुनरुत्थानको शक्तिले हामीमा काम गर्दछ, कलसी 3:12 अनुसार कोमल हृदय, दया, नम्रता, सहनशीलता र यस्ता धेरै गुणहरू हामीलाई स्वतः लिन्छ। धन्यवाद।